नमस्कार, छिटो पोस्ट न्यूजमा स्वागत छ। म अंकित कुमार। सुरु गरौं आजका प्रमुख समाचारबाट। सिंहदरबारमा सभामुख र राजनीतिक दलहरू बीच छलफल हुँदै हालसम्म 33 करोडको जुम्ली स्याउ निर्यात, तुरुन्तै सभापति नछोड्ने मोडमा देउबा, कार्यवाहकको जिम्मेवारी पूर्णबहादुर खड्कालाई र मध्य प्रदेशमा नयाँ सरकार गठनको आह्वान। वैदेशिक रोजगारमा जाने कामदारका लागि सुरक्षित र भरपर्दो स्वास्थ्य परीक्षण केन्द्र साइबा मेडिकल सेन्टर प्राइभेट लिमिटेड, एप्पा कम्प्लेक्स फुलचोक। फोन नम्बर 01 55 55 221। तपाईको भविष्य हाम्रो जिम्मेवारी। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका नेताहरू बीच छलफल सुरु भएको छ। संसद विघटन विरुद्ध सर्वोच्च अदालत जाने गृह कार्यमा लागेका सभामुख घिमिरे सिंहदरबारमा दलहरूलाई बोलाएर छलफल गरेका हुन्। सभामुखले 11 राजनीतिक दलहरूलाई छलफलमा बोलाइएको उनको सचिवालयले जनाएको छ। छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रासपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, नेकपा एकीकृत समाजवादी छन्। यस्तै जनता समाजवादी पार्टी जसपा, जनमत पार्टी, जनता समाजवादी पार्टी जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नागरिक उन्मुक्ति प्रतिनिधि सभा विघटन हुनु अघिका प्रमुख सचेतकहरू सहभागी भएका छन्। छलफलमा संसद पुनर्स्थापनाको माग लिएर सभामुख सर्वोच्च अदालत जाने या नजाने भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ। जुम्लाबाट यो सिजनमा 33 करोड 7,50,000 रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ। यो रेकर्ड भदौ र असोज महिनाको मात्र हो। कार्तिक मसान्तमा स्याउ निर्यातको क्रम पनि जारी रहन्छ। कृषि विकास कार्यालय जुम्लाले उपलब्ध गराएको विवरण अनुसार निर्यातको तथ्याङ्क गत वर्षको तुलनामा कम हो। गत वर्ष यो अधिकतम 9,331 मेट्रिक टन स्याउ निर्यात भइरहेको थियो, तर यो वर्ष घटेर 4,725 मेट्रिक टन खुम्चिएको छ। गत वर्ष जुम्लाको समग्रमा 61 करोड 2,47,000 रुपैयाँ बराबरको स्याउ निर्यात गरिएको थियो। यद्यपि यो पटक उत्पादनमै गिरावट आएको तथ्याङ्कले देखाएको छ। कृषि विकास कार्यालयका अनुसार प्राप्त विवरणमा हालसम्म 13,000 मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान समेत गरिएको छ। कांग्रेस सभापति शेरबहादुर देउबा दम्पति जेएनजी आन्दोलनपछि मंगलबार पहिलो पटक सार्वजनिक भए। भदौ 24 को आन्दोलनको क्रममा देउबा दम्पति जेएनजीको आक्रमणमा परि घाइते भएका थिए। पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका देउबाले केन्द्रीय कार्य समिति बैठक समक्ष भावुक र सन्देशमूलक सम्बोधन गरे। पार्टीको आगामी 15औं महाधिवेशनपछि आफूले चाहेर पनि पार्टी सभापति बन्न नमिल्ने देउबाले स्पष्ट पारे। यद्यपि तत्कालका लागि कार्यवाहक सभापतिको जिम्मेवारी भने पूर्णबहादुर खड्कालाई सुम्पिएको घोषणा गरेका छन्। भदौ 24 गते जेएनजीको भौतिक आक्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउबा 34 दिनपछि मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा देखिएका हुन्। पत्नी आर्जु राणालाई साथमा लिएर पार्टी केन्द्रीय कार्य समिति बैठकमा पुगेका देउबामा कुनै पनि नैराश्यता देखिएको थिएन। मध्य प्रदेशमा नयाँ सरकार गठनको लागि प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा 168 को उपधारा 1 अनुसार बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी हुन्। उनले सरकार गठनका लागि इच्छुक दल वा गठबन्धनले बुधबार अपराह्न 4 बजेसम्म समर्थन जुटाएर दाबी पेश गर्नुपर्ने समय तोकेकी छन्। नयाँ सरकार गठनको आह्वान आजै मुख्यमन्त्री श्रीतीश कुमार सिंहको राजीनामापछि गरिएको हो। सिंहले पदबाट राजीनामा दिएसँगै मध्य प्रदेशमा राजनीतिक अन्यलताको अवस्था समेत सिर्जना भएको छ। अब दलहरूले बहुमतको आधारमा साझा उम्मेदवार प्रस्ताव गरेर प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी गर्नुपर्नेछ। अवस्था आजका लागि छिटो पोस्ट न्यूज सकियो। सत्य तथ्य र निष्पक्ष समाचारको लागि हामीसँगै रहनुहोला। नमस्कार।